नमस्कार है। हामी चाहिँ यसो चन्द्रगिरी जाँदैछौँ, यसो चन्द्रगिरीमा चन्द्रगिरी रेलवेमा। हेलो भाइ, के छ खबर? आराम छौ? हामी चाहिँ यसो चन्द्रगिरीको दर्शन कस्तो भइरहेछ? एकदम रमाइलो भइरहेछ। नयाँ ठाउँ नेपालमा पहिलोचोटि म केरल चढ्दैछु। एकदम रमाइलो लागिरहेछ। एकदम रमाइलो लागिरहेछ। कस्तो अनुभव भइरहेको हामी लाइनमा हुँदै गर्दाखेरि। बाजे पनि हुनुहुन्छ। कहाँ चढ्दै हुन्छ बाजे? कहाँ चढ्दै हुनुहुन्छ अङ्कल? आउँदैछु अब। अङ्कलको घर कता? हाम्रो आसामको। अङ्कलको घर कता? हाम्रो आसामको। के रहेछ सानो? उड्यो हामी, उड्यो। यसो चन्द्रगिरीको माथितिर भालेश्वर महादेव मन्दिरको दर्शन गर्न प्रयास गर्दैछौँ। यो चाहिँ हाम्रो केबल कारको यात्रा पछाडि चाहिँ अब यो माथि जाँदैछु। भालेश्वर महादेवको मन्दिर पनि देखाउनेछु। त्यहाँ चाहिँ हेर्न पाइरहेको छ। बस्ने ठाउँ चन्द्रगिरीको एकदम रमाइलो छ, राम्रो पनि छ। लागेर चाहिँ अब हामी नास्ता खाने तयारीमा छौँ। टिकट काट्न आइरहेको छौँ।
एकदम राम्रो अनुभव भइरहेछ। यो चाहिँ हाम्रो चन्द्रगिरीको माथि भालेश्वर महादेव मन्दिर माथि छ। हामी चाहिँ मन्दिरदेखि अलिक तलतिर चाहिँ हामी छौँ। एकदम राम्रो अनुभव भइरहेछ। म चाहिँ दोस्रो पटक चाहिँ यहाँ घुम्न आएको छु। पहिला चाहिँ धेरै अब अलि हतार भएको कारणले गर्दाखेरि घुम्न पाइएन। आज चाहिँ एकदम मजाले भिड मरुन्जेल घुम्ने एकदम रमाइलो महसुस भयो। जिप चलाइने पनि रहेछ, बच्चा बच्ची खेल्ने ठाउँहरू पनि रहेछ, हेर्नुहोस् देख्न सक्नुहुन्छ। यस्तो दामी ठाउँहरू पनि छ होइन। बच्चाहरू खेल्ने ठाउँ भयो, माथि यो भ्युटारहरू भयो, माथि यो साइक्लिङ पनि छ। एकदम रमाइलो लागिरहेछ। जोस् एकदम बेस्ट लाग्यो। नयाँ मान्छेहरूले चाहिँ आउनै पर्ने ठाउँ आएर अनुभव गर्ने एक्सपिरियन्स चाहिँ के गर्न सकिन्छ? अब नयाँ ठाउँको लागि चाहिँ के छ भने यहाँ चाहिँ वातावरण पनि एकदम रमणीय छ, चिसो शान्त वातावरण भनौँ न, रमाइलो छ, एकदम एकान्त। यो चाहिँ अब समय घुम्ने ठाउँ जस्तो पनि लाग्यो। एकदम राम्रो पनि छ है त, अब ठिकै छ। जोस् बेस्ट लाग्यो मलाई। चिसो मौसम काठमाडौँ भ्यालीमा बसेर गर्मी उकुस मुकुस हुनुभन्दा यहाँ चाहिँ एकदम चिसो हावा चलिरहेको छ, मन्दा मन्दा चिसो भइरहेको छ। अहिले चाहिँ एकदम रमाइलो भइरहेछ। सर्वप्रथम नमस्कार सबैजनालाई। म चाहिँ विशाल घले। म चाहिँ यो चन्द्रगिरी हिल्समा चाहिँ फर्स्ट टाइम आएको हो। म अरू भारतको दार्जिलिङको रोपवेमा पनि गएको छु घुम्नलाई चाहिँ। वहाँ पनि मैले यसको यो रोपवेको यो के भन्छ केबल कारको मैले अनुभव गरिसकेको थिएँ। तर त्योभन्दा चाहिँ यहाँ चाहिँ एकदम फरक छुट्टै खालको अनुभव पाएँ मैले यहाँ। किनभने यहाँको चाहिँ यो पाहाडमा तलको यो के भन्छ यो तराईको तल सहरको वातावरण हेरेर यो माथिको वातावरण चाहिँ एकदम फरक पाएँ। एकदम चिसो रमणीय वातावरण, रमाइलो एकदमै होइन। हजुरहरूले टिकट काट्दा चाहिँ अहिले कति छ, 800 समथिङ कति छ। तर त्यसको चाहिँ हजुरहरूलाई पूर्ण रूपमा यहाँ मजा लिन पाउनुहुन्छ। हजुरहरूले यहाँ आज हामी चन्द्रगिरीको भालेश्वर महादेव मन्दिरको यात्रा पश्चात हामी चाहिँ यात्राबाट निस्किँदैछौँ। एकदम रमणीय ठाउँ, रमाइलो पनि लागेको छ। मेरो साथमा एकदमै प्रिय भाइ मेरो साथमा छ। भाइलाई चाहिँ पहिलोचोटि यसरी ल्याएको छु घुमाउनलाई चाहिँ कस्तो लागिरहेको छ जस्तो लागिरहेको छ। त्यस्तै अघि नै भनि पनि सकेको छ, ठिकै लाग्यो। फर्स्ट टाइम चाहिँ यहाँ घुम्न आएको भनेर एकदम राम्रो छ, रमाइलो पनि छ। चिसो चिसो हावा चलिरहेको छ। अब काठमाडौँ भ्यालीमा जाने भने त एकदम गर्मी महसुस नै हुन्छ है। एकदम यहाँ चाहिँ अब एकदम चिसो छ क्या, रमाइलो छ, एकदम आनन्द भयो। टक्क बस्ने होइन, एकान्त लिएर मन्दिरहरूको दर्शन गर्ने। कहाँदेखि आउनु भएको उहाँहरू चाहिँ? कहाँदेखि आउनुभयो अङ्कल? कहाँदेखि आउनुभयो? इन्डियाबाट आउनु भएको? बुढी आमाहरू, यति बुढी आमाहरू यसरी ल्याउनु भएको छ। मन्दिर दर्शन गर्न ल्याउनु भएको छ बुढी आमालाई यसरी है, घुमाउन ल्याउनु भयो।